ल हजुर सबैलाई नमस्कार प्रणाम। यस्तै छ अमेरिका, यत्रो खाट लागिसक्यो हिउँको, यसरी परिरहेको छ। सबै मान्छेहरू घरभित्र थुनिएका छन्। जता हेऱ्यो सेताम्बे मात्र देख्न सकिन्छ। यसरी गाडीले सोरिरहेको छ। अब यसरी हिउँ नसोर्ने भने सफाइ हुँदैन। यति बाक्लो परेको छ है। गाडीहरू सबै हिउँले छोपिएका छन्। यस्तै छ अमेरिका, यस्तै छ। जो जहाँ हुनुहुन्छ सबै न्यानोसँग सुरक्षित भएर बस्नु होला। ल साथीहरू नमस्ते प्रणाम। अमेरिकाको म्यारील्यान्ड व्यापक हिउँ परिरहेछ। हामीहरू हिउँको अनुभव लियौँ भन्ने हिसाबले हिँडिरहेछौँ। अगाडि दाइहरू जय हुनुहुन्छ। मजाले एउटा अनुभव हो। जिन्दगी भनेकै अनुभवमा चल्ने हो। कहिले काहीँ केही अनुभव गर्नु भने गाडीले यसरी बाटोको यसरी सोरिरहेछ। केही आवश्यकता अथवा केही इम्पोर्टेन्ट काम पर्नेहरू ड्राइभ पनि गरिरहेछन् यसरी। र हामीलाई के रहेछ हिउँको अनुभव, एकचोटि पैदल यात्रा गरेर हेरौँ भन्ने हिसाबले सर यसरी लगभग 10 किलोमिटर जतिको यात्रा वाकिङ तय गर्दैछौँ हामीले। हेरौँ कहाँसम्म पुगिन्छ। नयाँ परिवेश, नयाँ अनुभव, जिन्दगी यही त हो नि। यसरी हिउँको पहाडै बनेको छ यतातिर। सबै स्टोरहरू हिउँले गर्दा बन्द भएको छ। प्राय अमेरिकनहरू हिउँ पर्छ भनेर 2-3 दिन अगाडि नै आफ्नो पूर्ण तयारी गरेर घरभित्र बसिरहेछन्। वनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खानु भने चाहिँ धेरैजना डराएर बसेको अवस्था छ। तर हामी चाहिँ एउटा अनुभव लिउँ भनेर हिँडिरहेछौँ बाटोमा। यो बाटो हो, हिउँ पर्नुभन्दा अगाडि क्लियर सफा थियो। हिउँ परेपछि अलि हल्का हिउँ छ, किनकि यहाँ चाहिँ सोरिरहेको हुनाले गाडीहरू पुनः संयन्त्रका साथ हिउँ सोरिरहेछन्। त्यो हुनाले हिँड्न सकिने अवस्था छ। तर साइडतिर हेऱ्यो भने, खुट्टा टेक्यो भने घुँडासम्म पुग्छ। खुट्टा टेकिने अवस्था चाहिँ छैन। यो पुरै व्यापारिक केन्द्र हो। तै पनि आज हिउँको कारणले गर्दा सबै बन्द भएका छन्। यो चाहिँ स्थानीय हाइवे हो। यसमा गाडीहरूले यसरी हिउँ सोरिरहेछ, जुन कारणले गर्दा हामीलाई हिँड्न सजिलो भएको छ। यसरी हिउँ सोर्छ यहाँ। यति धेरै गाडीहरू सक्रिय रूपमा खटिरहेछन् यहाँ।
अगाडि गाडी हिउँ सुरेको हुनाले पछाडि गाडीहरू लाउन सहज बनेको छ। हेर्नुहोस् त यस्तो रमाइलो भइरहेछ है। यति धेरै बाक्लो हिउँ परिसकेको छ। हिँड्दै गर्दा ऊ पर एउटा दुर्घटना भएको छ। दुर्घटनाले गर्दा यसरी एम्बुलेन्स र प्रहरीको गाडी जम्मा भएको छ। अलिकति दूरी टाढा छ हामीबाट, जहाँबाट मैले लिइरहेको छु त्यहाँबाट थोरै दूरी टाढा छ। त्यहाँ अब हिउँकै कारणले दुर्घटना भएको होला भन्ने अनुमान गर्न सकिन्छ। त्यसै गरी आज हामी साथीले काम गर्ने ठाउँ ग्यास स्टेसन एक्सप्रेस फ्युलमा आइपुग्यौँ। अब हामी भित्र छिर्दैछौँ, साथीलाई यसो भेटौँ भनेर के हुँदैछ भन्ने। कतिपय साथीहरू काम गर्दैछन्, जसले अरू मान्छेहरू रिप्लेस गर्न आउन नसकेको कारणले 24 घन्टा 36 घन्टा पनि काम कति साथीहरूको भइरहेछ। अब हामी ठ्याक्क भित्र आयौँ। यसरी मैले गेट खोलेपछि हाम्रो साथी काम गरिरहनु भएको छ यहाँभित्र। यो एउटा ग्यास स्टेसन, हाम्रो टोपी लाउने दारीवाला साथी यहाँ काम गरिरहनु भएको छ।